नमस्कार, म एमबी लिम्बू लेटाङ क्रिकेट क्लब का अध्यक्ष। नमस्कार, म जितेन्द्र श्रेष्ठ लेटाङ क्रिकेट क्लब का उपाध्यक्ष। नमस्कार, म सुन्दर शाह लेटाङ क्रिकेट क्लब का सचिव। नमस्कार, म विवेक श्रेष्ठ, म लेटाङ क्रिकेट क्लब को खेलाडी। नमस्कार, म रोबर्ट थेरी, म लेटाङ क्रिकेट क्लब का खेलाडी। सर्वप्रथम आज चाहिँ हाम्रो प्रथम लेटाङ T20 क्रिकेट प्रतियोगिता 2081 को पत्रकार सम्मेलन, जसमा चाहिँ हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका हाम्रो पत्रकार लेटाङ खबरका पत्रकार ज्यूहरू साथै 101 लेटाङका साथी, उहाँलाई पनि धेरै धेरै धन्यवाद। यही मिति 2081 साल पुस 1 गतेदेखि हाम्रो प्रथम लेटाङ T20 क्रिकेट प्रतियोगिता हामीले आयोजना गर्न गइरहेका छौँ, जसको आयोजक चाहिँ हाम्रो लेटाङ क्रिकेट क्लब रहनेछ र सह आयोजक भनेको हाम्रो लेटाङ जेसिस रहनेछ र हाम्रो खेलको भेन्यू भनेको चाहिँ हाम्रो खेल मैदान चाहिँ हाम्रो प्रस्तावित बुद्ध रङ्गशाला लेटाङ 5 खेरुवा रहनेछ र यस प्रतियोगिताको हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो लेटाङ क्रिकेटको लागि चाहिँ हाम्रो प्रस्तावित एउटा ग्राउन्ड निर्माण गर्ने हो र त्यति मात्र नभएर हाम्रो जस्तै हाम्रो यहाँको स्थानीय क्रिकेट खेल्ने खेलप्रेमी भाइ बहिनीहरू र हाम्रो हुन्छ नि स्थानीय यो खेलाडीहरूलाई चाहिँ उत्पादन गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ। र त्यति मात्र नभएर जस्तै हाम्रो यो खेल आयोजना गरे मतलब गर्नुको उद्देश्य भनेको चाहिँ जस्तै हाम्रो जेनेरेसन वाइज चाहिँ हुन्छ नि जेनेरेसनको एउटा राम्रो बन्डिङ पनि क्रिएट गराउने एउटा उद्देश्य हामीले चाहिँ राखेका छौँ र यस कार्यक्रमलाई सफल बनाउनका लागि हामीलाई विभिन्न सङ्घ संस्था, विभिन्न निकायहरू, विभिन्न समूहहरू, विभिन्न व्यक्ति विशेषहरू, विभिन्न समाजसेवी, युवा व्यवसायीहरू यसमा इन्भल्भ हुनुहुन्छ। उहाँहरूको साथ सहयोग र सपोर्टले गर्दाखेरि नै आज यो हामी टुर्नामेन्ट सम्भवतः यो हाम्रो ड्युज बलमा लेटाङको लागि लेटाङ इतिहासमा पहिलो नै टुर्नामेन्ट जस्तो लाग्छ मलाई, यो सफल हुन गइरहेछ। त्यसको लागि म मुख्य स्पोन्सरमा हाम्रो हुनुहुन्छ एसएल इन्टरप्राइज लेटाङ, जसका प्रोप्राइटर समीर लिम्बू हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यस्तै गरी युरो पेन्ट्स, उहाँलाई पनि धेरै धेरै धन्यवाद। बेन्कार्डो बार्थवेयर सेन्टर, ओम शिवम पाइप्स एन्ड फिटिङ्स, उहाँलाई धेरै धेरै धन्यवाद र त्यस्तै गरी हामीलाई यस कार्यक्रमलाई चाहिँ सफल बनाउनका लागि चाहिँ धेरैभन्दा धेरै सपोर्ट गर्नुहुने हाम्रो सन्तोष राई, लेटाङ 3 कमलपुर निवासी, हाल उहाँ चाहिँ युकेमा हुनुहुन्छ, उहाँले पनि ठुलो सहयोग गर्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यति मात्रै नभएर हाम्रो यो कार्यक्रम सफल बनाउनका लागि चाहिँ जस्तै हाम्रो अब एडभर्टाइजमेन्ट गर्नुपर्ने हुन्छ, जस्तै अब मिडिया पार्टनरमा जस्तै लेटाङ खबर हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। पब्लिसिटी पार्टनरमा हुनुहुन्छ हाम्रो ट्रोल लेटाङ भान्जाहरू हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद र फोटोग्राफी पार्टनरमा चाहिँ 101 नेपाल, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यो टुर्नामेन्टमा चाहिँ हाम्रो जम्मा 12वटा टिमहरू समावेश हुनेछन्। 12वटा टिम चाहिँ हाम्रो जस्तै विभिन्न जिल्लाहरूबाट लगभग 4 जिल्लाहरूबाट चाहिँ सेलेक्टेड राम्रो क्लबहरूको चाहिँ यहाँ सहभागी रहनेछ, जसमा चाहिँ हाम्रो एनबिएससी लायन्स विराटनगर, सलकपुर क्रिकेट क्लब, बेलबारी क्रिकेट क्लब, गछिया क्रिकेट क्लब, युनाइटेड क्रिकेट एकाडेमी बिर्तामोड, पत्री शनिसरे नगरपालिका, एनवाईसी क्रिकेट क्लब दुहबी,
विराटनगर टाइगर्स, लेटाङ क्रिकेट क्लब, उर्लाबारी क्रिकेट क्लब, इटरी आदर्श जायन्ट्स र लाहान युवा समाज, जम्मा 12वटा टिमको सहभागिता रहनेछ र यो खेल चाहिँ हाम्रो 1 गते पुस 1 गतेदेखि 9 गतेसम्म रहने पनि जानकारी गराउन चाहन्छु। त्यस्तै गरी यो हाम्रो खेलको खेल अर्को मैले हाम्रो सहयोगी हाम्रो प्रिन्टिङ पार्टनरको नाम भन्न छुटाएको छु। प्रिन्टिङ पार्टनरमा चाहिँ हाम्रो काया प्रिन्टिङ पार्टनर लेटाङ 3 सुदेश पोस्ती दाइलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यही छ। अब हाम्रो टुर्नामेन्टको पुरस्कार राशिहरू पनि म यहाँ भन्नु गइरहेको छु। जस्तै हाम्रो फर्स्ट राशिमा चाहिँ 51,000 रहनेछ, दोस्रोमा 31,000 र त्यस पछाडि विधागत रूपमा पनि हामीले पुरस्कारहरू वितरण गर्नेछौँ। हाम्रो यस लेटाङ क्रिकेट क्लबद्वारा यो आयोजित चाहिँ हाम्रो यो पहिलो T20 प्रतियोगिता आगामी वर्षहरूमा पनि यसलाई चाहिँ निरन्तरता दिने, ताकि भोलिको दिनमा हुन्छ नि लेटाङलाई पनि एउटा क्रिकेट खेल क्षेत्रमा चाहिँ लेटाङको नामलाई पनि एकदमै माथिसम्म भोलि यहाँ हाम्रो स्थानीय प्लेयरहरू क्रिकेट प्लेयरहरू यहाँका भाइ बहिनीहरू चाहिँ भोलिको दिनमा हुन्छ नि नेसनलाई नै रिप्रेजेन्ट गर्ने खालको एउटा प्लेयर प्रोडक्सन पनि गर्ने एउटा हाम्रो यो उद्देश्य रहेको छ। फन्ड कलेक्सनको लागि आर्थिक जुटाउनको लागि चाहिँ हामीले लेटाङ नगरमा पनि गएका छौँ र सबै वाडाहरू लेटाङ नगरपालिकाभित्रका सबै 9 वटा वाडाहरूमा हामीले सहयोगको अपिल गरेका छौँ र त्यस्तै गरी विभिन्न प्राइभेट कम्पनीहरू, सङ्घ संस्थाहरू अनि समाजसेवी समाजसेवीहरूसँग पनि हामीले सबैजनासँग हामीले चाहिँ सहयोगको अपिल गरेका छौँ। मुख्य उद्देश्य भनेको हाम्रो चौरी निर्माण भयो है। त्यस पछाडि भनेको हाम्रो जस्तै क्रिकेट खेललाई चाहिँ लेटाङमा पनि अलिकति यसको पनि स्तर उन्नति गर्ने, स्थानीय खेलाडीहरूलाई चाहिँ अलिकति हुन्छ नि रिभिल गर्ने, उनीहरूलाई अगाडि ल्याउने, उनीहरूलाई आफ्नो ट्यालेन्ट अनुसारको ट्यालेन्ट हन्ट गरेर उनीहरूलाई चाहिँ एउटा राम्रो प्लेटफर्म दिएर राम्रो गाइडेन्स दिएर भोलिको दिनमा त्यही भाइ बहिनीहरूले चाहिँ हुन्छ नि जिल्लामा प्रदेशमा भोलि नेसनलाई पनि रिप्रेजेन्ट गर्नु वातावरण चाहिँ हामीले सिर्जना गर्ने हाम्रो उद्देश्य हो। नेक्स्ट प्रोजेक्ट भनेको हाम्रो त्यो पनि हुन्छ। अब हाम्रो एकाडेमी जस्तै यो टुर्नामेन्टबाट चाहिँ मुख्यतः हाम्रो मूल उद्देश्य भनेको त हाम्रो अहिले चाहिँ ग्राउन्ड हो, किनभने अब स्पेसिफिक क्रिकेट खेल्ने ग्राउन्ड भनेर अब लेटाङमा त्यस्तो कुनै पनि छैन। हुन त अहिले अब नेपालमा बढ्दो हुन्छ नि क्रिकेटको क्रेज बढ्दो छ। अब यही उमा चाहिँ अब हामीले अब हुन्छ नि लेटाङमा पनि क्रिकेट चाहिँ छ है भन्ने चाहिँ जिल्लालाई प्रदेशलाई हुन्छ नि सबैलाई नै सबै ठाउँमा चाहिँ लेटाङमा पनि क्रिकेट खेलिँदो रहेछ, लेटाङमा पनि राम्रो क्रिकेट क्रेज रहेछ भन्ने एउटा राम्रो मेसेज चाहिँ दिनु खोजेका छौँ। र मेन भनेको त अब चोरी चाहियो नि त खेल्नको लागि त, किनभने यहाँ भनेको म्याक्सिमम अब फुटबलको लागि मात्रै ग्राउन्डहरू स्पेसिफिक फुटबलको लागि मात्रै ग्राउन्डहरू चाहिँ छन्। अब हामीलाई अहिले मेन भनेको त्यही खेल्नको लागि क्रिकेट खेल्नको लागि अब साँच्चै भन्नु पर्यो भने अब फुटबल ग्राउन्डहरूसँग अब कोअर्डिनेट गरेर खेल्नुपर्ने हुन्छ। अब फेरि अब हामीले क्रिकेट खेलेको ग्राउन्डमा अब फुटबललाई अलिकति हुन्छ नि डिस्टर्ब पनि हुन्छ। त्यसले गर्दाखेरि छुट्टै हाम्रो चाहिँ एउटा क्रिकेटको एउटा छुट्टै ग्राउन्ड चाहिँ अब निर्माण गर्ने, यसको लागि चाहिँ पहिलो हुन्छ नि स्टेप चाल्ने अब मेन हाम्रो उद्देश्य चाहिँ त्यो हो। र भोलिको दिनमा भनेको जस्तै हामीले एकाडेमी प्रोफेसनल हाम्रो ट्रेनरहरू ल्याएर हामीले चाहिँ एकाडेमी पनि हाम्रो चलाउने हाम्रो उद्देश्य छ। अन्त्यमा सम्पूर्ण सहयोगी मनहरूलाई जसले चाहिँ हाम्रो यस कार्यक्रमलाई सक्सेस बनाउनको लागि आफ्नो क्षमता अनुसार जति पनि सहयोग गर्नुभएको छ, फिजिकल्ली हुन्छ नि आर्थिक वाइज अब जसरी अब जुन रूपले अब सहयोग गर्नुभएको छ उहाँहरूलाई फेरि पनि हामी म लगायत सम्पूर्ण हाम्रो यो लेटाङ क्रिकेट क्लबको तर्फबाट फेरि पनि धन्यवाद भन्दै म मेरो कुराहरू यही अन्त्य गर्न चाहन्छु। नमस्कार।